यलो महानगरपालिका बृहत रूप सार्वजनिक सुनवाई ज्याजो यागुदो शुक्रबार यलय ज्याउला खेल पार्क सार्वजनिक सुनवाई ज्याजो जुगुख आजको हाम्रो महानगरपालिकाको यो सार्वजनिक सुनवाई कार्यक्रमलाई सफल बनाइदिनु हुनेछ भन्ने पनि यहाँहरूप्रति आग्रह पनि व्यक्त गर्न चाहन्छु। कार्यक्रम सार्वजनिक सुनवाई हामीले विभिन्न चाहिँ सरकार तिनै तहको सरकार सञ्चालित हुन्छ। तिनै तहको सरकारले संविधानमा रहेका धाराहरूको दफाहरूको आधारमा स्थानीय सरकार सञ्चालन ऐनको हाम्रो विभिन्न अधिकार क्षेत्रमा रहेर महानगरपालिका सञ्चालित भएको हुन्छ। हामीले जनप्रतिनिधि हुँदै गर्दाखेरि पनि या हामी अगाडि बस्नेहरूले पनि धेरै कुराको प्रतिबद्धताहरू पनि हामीले गरेका छौँ र हरेक सरकार तिनै तहको सरकार यहाँहरूकै करबाट सञ्चालित हुन्छ। त्यसकारण पारदर्शिताको लागि हामी भित्र भएका कमी कमजोरीको लागि र सेवा प्रवाहमा सुधारको लागि विकासको लागि र सिङ्गो महानगरपालिकाको समृद्धिको लागि यहाँहरूको साथ सहयोग र सुझावको हामीलाई अपेक्षा छ र आवश्यकता पनि छ। त्यसकारण पनि यो सार्वजनिक सुनवाई अत्यन्तै महत्त्वको विषय भनेर मैले यहाँहरूको माझमा राखेँ। त्यसकारण एउटा कुरा हाम्रो महानगरपालिकाले यो वर्षभित्र के कामहरू हामीले नीतिगत रूपमा निर्णय गरेका कामहरू गर्न सफल भयौँ भन्ने कुराको जानकारी यहाँहरूको बिचमा हामी राख्नेछौँ र सँगसँगै यहाँहरूको करबाट सञ्चालित हाम्रो सरकार हाम्रो स्थानीय सरकारले गरेका कामले यहाँहरू कति % सन्तुष्ट हुनुहुन्छ? किनभने बाहिरबाट हेर्दाखेरि ललितपुर महानगरपालिकाको काममा धेरै जसोले प्रशंसा गरेको हामी पाउँछौँ, तर त्यो प्रशंसा हाम्रो नगरवासीबाट हुनुपर्छ। किनभने अनुभव र अनुभूति यहाँहरूले जसरी गरिराख्नु भएको छ, ललितपुर महानगरपालिका सुन्दर छ, ललितपुर महानगरपालिकाको सेवा प्रवाह ठिक छ, ललितपुर महानगरपालिकाको विकासदेखि लिएर सामाजिक विकास आर्थिक उन्नतिको पक्षमा ठिक बाटोमा लागिरहेको छ। सम्पदा संरक्षण मूर्त अमूर्तको विषयमा हामी सही बाटोमा लागेका छौँ कि छैनौँ भन्ने कुरा बाहिरबाट देख्नेले भन्नुभन्दा पनि यहाँहरू महानगरवासीले यो विषयमा हामीलाई यो ठाउँमा ठिक छ, यो ठाउँमा चाहिँ सुधार गर्न जरुरी छ, यो कामहरू अझ थप चाहिँ नयाँ कामहरू गर्न जरुरी छ भन्ने कुरा यहाँहरूबाट सुझाव भयो भने मात्रै साँच्चै नै हामीले परिकल्पना गरेको महानगर हामी बनाउन सक्छौँ। नेपाल नगरपालिका सङ्घद्वारा देशभरका नगरपालिकाहरू मध्येबाट छनौट गर्ने चाहिँ उत्कृष्ट नगरपालिकाको छनौट गर्ने गर्छ नेपाल नगरपालिका सङ्घले। त्यसमध्ये विभिन्न विधामा उत्कृष्टता काम गर्ने उत्कृष्ट कार्य सम्पादन गर्ने महानगरपालिका नगरपालिका र स्थानीय तहलाई छनौट गर्ने गर्छ। त्यसमध्ये ललितपुर महानगरपालिका सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको हिसाबले उत्कृष्ट महानगरपालिकाको रूपमा उत्कृष्ट स्थानीय तहको रूपमा स्थापित भएको कुरा निवेदन गर्न चाहन्छु। यो हाम्रो उल्लेख्य उपलब्धि हो। त्यसैगरी एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरूको सङ्गठन सिटीनेट भन्ने संस्थाको कार्य समितिमा ललितपुर महानगरपालिका एकदम उल्लेख्य मतसहित सिटीनेटको कार्यकारी सदस्यको रूपमा निर्वाचित भएको कुरा सगर्व निवेदन गर्न चाहन्छु। ललितपुर महानगरपालिका योभन्दा हजुरहरूलाई थाहा छ, योभन्दा अगाडि काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको एउटा मेयर्स फोरम भ्याली मेयर्स फोरम भन्ने संस्था छ। त्यो भ्याली मेयर्स फोरमको नेतृत्व योभन्दा अगाडि काठमाडौँ महानगरपालिकाले गर्ने गर्थ्यो। हामीलाई सौभाग्य प्राप्त भएको छ, यो वर्षदेखि ललितपुर महानगरपालिकाले काठमाडौँ उपत्यकाको मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुखज्यू सर्वसम्मत हिसाबले निर्वाचित हुनुभएको छ। यो पनि हाम्रो लागि गर्वको विषय हो। सँगसँगै ललितपुर महानगरपालिकाले प्रदेश सरकारले सम्पदा क्षेत्रमा उल्लेख्य काम गरेको सम्पदा क्षेत्रको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनेर ललितपुर महानगरपालिकालाई पुरस्कृत पनि गरेको छ। त्यो पनि हाम्रो ललितपुर महानगरपालिकाको तर्फबाट हाम्रो उल्लेख्य उपलब्धि भएको विषय यहाँ निवेदन गर्न चाहन्छु। वित्तीय विवरणतर्फ ललितपुर महानगरपालिकाले यस वर्ष कुल 7,50,35,03,000 को बजेट पारित गरेको छ। त्यो मध्ये 6,35,00,00,000 को बजेट हामीले मूल बजेटको रूपमा राख्यौँ र 1,15,00,00,000 को बजेट पूरक बजेटको रूपमा रहेर 7,50,35,03,000 को बजेट पारित भएको छ र त्यही यो बजेटको फ्रेमवर्क भित्र रहेर हाम्रा विभिन्न कार्यक्रमहरू सञ्चालित भएका छन्। त्यसमध्ये चालु खर्चतर्फ बजेटको चालु खर्चतर्फ 2,31,11,54,000 रुपियाँ विनियोजन भएको हो। त्यसमध्ये अहिलेसम्म हामीले चाहिँ खर्चको अवस्था हेर्ने हो भने टोटल खर्चमा यो 7,50,35,00,000 भनेर हाम्रो जुन बजेटको जुन बल्क टोटल अमाउन्ट छ यसको 45.71% भनेपछि करिब हामी 46% को हाराहारीमा छ। खर्चको दृष्टिकोणले चालु खर्च 70% छ भने पुँजीगत खर्च करिब 35% को
हाराहारीमा रहेको कुरा निवेदन गर्न चाहन्छु। ललितपुर महानगरपालिकाको आन्तरिक आयतर्फ हामीले चाहिँ यो आर्थिक वर्षको लागि 2 अरब 40 करोड रुपियाँ आन्तरिक आय भने हाम्रो प्रक्षेपण थियो। अहिलेसम्मको अवस्थामा 1 अरब 48 करोड 28 लाख 67 हजार राजस्व सङ्कलन भइसकेको छ। यो स्थिति हेर्ने भने करिब 62% अवस्था हो। राजस्व सङ्कलनको दृष्टिकोणले हामी जुन लक्ष्य हामीले हासिल राखेका छौँ त्यो लक्ष्यलाई चाहिँ सजिलै हामी हासिल गर्न सक्छौँ भन्ने हाम्रो आत्मविश्वासका साथ हामी काम गरिरहेका छौँ र हाम्रो तथ्य र तथ्याङ्कले पनि देखाउँछ हामी त्यो राजस्व सङ्कलनको लक्ष्यलाई पुरा गर्छौँ। त्यसै गरी विगत 3 आर्थिक वर्षको तुलनामा बेरोजु आधाभन्दा बढी प्रतिशतले घटेको अवस्था छ। आर्थिक वर्ष 2076-77 मा कुल खर्चको 9.83% बेरोजु थियो। कुल कारोबार अङ्कको हिसाबले हेर्ने गरिन्छ बेरोजुको अङ्कलाई। 76-77 मा कुल कारोबार अङ्कको 9.83% थियो भने 77-78 मा 7.02% रहेको थियो। यो वर्षको बेरोजु हाम्रो 4.15% मात्र रहेको छ। भन्नुको अर्थ बेरोजुलाई कम गर्ने सन्दर्भमा हामी निरन्तर हिसाबले प्रगति गरिरहेका छौँ। र एउटा कुरा निवेदन गर्न चाहन्छु, नेपालका 6 वटा महानगरपालिकाहरू मध्ये सबैभन्दा कम बेरोजु हुने महानगरपालिकामा हामी तेस्रोमा पर्छौँ। हाम्रो लक्ष्य प्रथम हुने रहेको कुरा निवेदन गर्न चाहन्छु। ललितपुर महानगरपालिकाले यो वर्ष नेपालमै नभएका विपद व्यवस्थापनसँग सम्बन्धित अत्याधुनिक उपकरण हामीले खरिद गरिरहेका छौँ। 2 वटा सुविधा सम्पन्न दमकल हामीले चाहिँ अब करिब सम्झौता भइसकेको छ कन्ट्र्याक्टरसँग। त्यसको एसेटहरू त्यसका फेसिलिटिजहरू जडानको कार्य भइरहेको छ। जापानिज मोडलको 2टा दमकल हामी खरिद गर्दैछौँ। सँगसँगै हामीले 2 वटा वाटर स्प्रिङ्कल भनेको सडक सफा गर्ने, सडकलाई ड्राई पनि गर्ने, सफा पनि गर्ने र माथिका चाहिँ बिरुवाहरूमा एकैचोटि तलबाट चाहिँ स्प्रिङ्कलले चाहिँ सडक सफा गरेर पानी फ्याँक्छ, माथिबाट चाहिँ फोहराले चाहिँ त्यो बिरुवाको माथिको पातहरू सफा गर्छ। दुईटै काम एट अ टाइम गर्न सकिने खालको वाटर स्प्रिङ्कल हामीले 2टा खरिद गर्न गइरहेका छौँ। त्यसको चाहिँ सम्झौता अब निकट भविष्यमा सम्झौता हुँदैछ। त्यसै हामीले स्काई लिफ्टको पनि व्यवस्थापन गरेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले चाहिँ 50 फिट माथिबाट 50 फिट माथिसम्म लिफ्टको माध्यमबाट गएर तार व्यवस्थापन गर्ने, रुख काट्ने लगायतका ती माथिसम्म गएर त्यो व्यवस्थापन गर्न सकिने चाहिँ सुरक्षित चाहिँ र आधुनिक उपकरण स्काई लिफ्ट भन्छ त्यसको व्यवस्थापन गरिसकेका छौँ। त्यो अहिले कार्यान्वयनमा छ। सँगसँगै हामीले चाहिँ विपद व्यवस्थापनमा गृहिणी महिलाहरूलाई यो आगलागी रोकथामका लागि सचेतनामूलक तालिमहरू पनि अभियानको रूपमा यो वर्ष हामीले सञ्चालन गऱ्यौँ। त्यसपछि गएर ललितपुर महानगरपालिकाले म्युनिसिपल इमर्जेन्सी अपरेसन सेन्टर एमइओसी भन्छ विपद व्यवस्थापनको लागि। एमइओसी भन्ने आपतकालीन एउटा चाहिँ सामग्री भण्डारण केन्द्र पनि हामीले स्थापना गरिसकेका छौँ। ज्याजोले महानगरपालिका प्रमुख चिरबाबु महर्जन, उपप्रमुख मण्डली सख्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अरियाल, यलयाल प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, वडा अध्यक्ष तेस यल महानगरपालिका यागु जाखैबारे जानकारी दिएको छ। मैले भन्ने गरेको छु कि अब हुन त यो सार्वजनिक खरिद ऐन 2063, सार्वजनिक खरिद नियमावली 2064 को 12औं संशोधन, यति संशोधन हुँदाखेरिको अवस्थामा पनि हामीलाई चाहिँ एकदमै द्रुत गतिले काम गर्नको निमित्त मार्ग प्रशस्त छैन। एउटा टेन्डर गरेर त्यो टेन्डर चाहिँ कथम कदाचित असफल भयो भने त्यही आर्थिक वर्षभित्र अर्को टेन्डर चाहिँ सफलीभूत पार्न चाहिँ हम्मै पर्छ। बस यी र यस्तो कुराहरूमा चाहिँ सुधार हुनुपर्छ भन्ने मेरो गुन्जाइस हो। अब प्रशासनिक त निरन्तर भइ नै राख्ने विषय भयो। यसलाई केही प्रक्रियाहरू चाहिँदैन, तर पुँजीगत खर्च गर्नको लागि चाहिँ धेरै प्रक्रियाहरूले गरेर हामीलाई चाहिँ बाधा अड्चन धेरै रहेछ। त्यसकारण सङ्घीय प्रदेश र हाम्रो तालमेलको कारणले, यो समन्वय सहकार्यको कारणले र सार्वजनिक खरिद ऐनको कारणले पनि यो पुँजीगत खर्चमा चाहिँ केही रेसियो नबढेकोमा हामीलाई पनि चिन्ता चाहिँ लागेको छ। पूर्ण रूपमा सन्तुष्टि हुने त कुरै हुँदैन। हामी सम्पूर्ण चाहिँ पुँजीगत खर्च गर्नको लागि नै हामीले हिउँदे अधिवेशन गरेर पनि थप नगरवासीलाई सेवा प्रवाह गर्नुपर्छ भनेर थप बजेट पनि हामीले ल्याइएको अवस्था छ र यो आर्थिक वर्षको अन्त्यसम्ममा यो रेसियो बढ्ने कुरामा चाहिँ हामी आशावादी छौँ। अब बेसन पनि अब चाहिँ बनाउने हो कि होइन पर्दैन। अब यहाँ भाँसिरहेछ होइन, स्टाइलिस गर्नेदेखि लिएर धेरै कुरा गर्नुपर्ने हुन्छ। अनि अब केही भएन भने अब हाम्रो भर्खर मेसाले भने जस्तै हाम्रो कार्यकाल 4 वर्ष बाँकी नै छ। म सबै महानुभावहरूमा विश्वास पार्छु कि मेरो कार्यकाल 4 वर्ष बाँकी छ। 4 वर्षमा कुनै हालतमा पनि म त्यो प्रस्तावको बनाएर छोड्छु। धन्यवाद। र त्यो बस पार्कमा भर्खरै मेरो वडामा उहाँ महेश भाइ लगायत अन्य 2 जना साथी पनि मसँगै त्यही विषयमा छलफल गरेर यहाँ आउनु भएको रहेछ र उहाँले
त्यो बस पार्क लगायत 2टा पोखरी, चौतारा र त्यहाँ रहेको अर्को स्कुलको जग्गामा वडा कार्यालय आजभन्दा 3 वर्ष अगाडि डिपिआर तयार गरेर सोही डिपिआर अनुसार निर्माण कार्य भइराखेको छ। खास गरी यो शिव बस्तीको टोल सुधारको अध्यक्षले चाहिँ खानेपानीदेखि लिएर हाम्रो रिजर्भरसँगै भएको हिसाबले चाहिँ 14 नम्बर वडा भनेको चाहिँ हाम्रो यो खानेपानीको रिजर्भरसँगै हाम्रो 14 र 26 सँगै पर्छ र हामीले चाहिँ यसरी हाम्रो अगाडि यत्रो रिजर्भर भइसकेपछि भोलि दुर्घटना हुँदा पनि हामीलाई नै यसले असर गर्छ भन्दा चाहिँ हामीले यसबाट खाने पानी चाहिँ पाउनुपर्छ भन्नुभएको र हामीले धेरैचोटि चाहिँ उहाँहरूसँग चाहिँ कसरी चाहिँ हाम्रो टोलमा पानी खाने भनेर चाहिँ मिटिङहरू बसिसकेको र उहाँले खास गरी चाहिँ मेयर साहबको पनि यसमा ध्यान राख्नुहोस् भनेर चाहिँ भन्नु खोज्नु भएको र आज चाहिँ उहाँले यो मौका पाउनुभयो। त्यसबाहेक पनि यो सिसिटिभी क्यामेरा लगायत सम्पूर्ण चाहिँ हाम्रो वडामा योभन्दा अगाडि कार्यकालमै सुरु गरिसकेर 5 वर्षमा हामीले सबै ठाउँमा चाहिँ यो लाइट र क्यामेरा हाल्नेछौँ भनेर मैले यहाँहरूलाई यहाँ जानकारी गराएँ। सार्वजनिक सुनवाई जाजुले महानगरवासी त्यसमा थथगु ख समस्या तगु ख पानीको समस्याको समाधान कहिलेसम्म हुने, विभिन्न मठ मन्दिर र मर्मत र रङरोगन कहिलेसम्म गर्ने र तस्बिर आफै बोल्छ, यसको निर्णय निरीक्षण गर्नुहुन्छ कि हामीले गर्नुपर्ने। म बुद्धरत्न महर्जन, ललितपुर जिल्ला। के अरे मेनिफेस्टो बनाउनु भएको छ, घोषणापत्र गर्नुभएको छ, तपाईँले कति पुरा गर्नुभयो त्यो घोषणापत्र? त्यसका रिकन्सिलिएसन हुनु पर्यो। तपाईँले मैले यो काम गर्छु, यो मेयर हुँदाखेरि भनेको अथवा उपमेयर यो हुँदा गर्छु भनेको, वडा अध्यक्ष यो भनेको त्यो अब अर्को वर्ष चाहिँ जनताले खोज्नेछन्। तथापि म के भन्छु भनेदेखि यहाँ चाहिँ उहाँले खानेपानीको कुरा गर्नुभयो। खानेपानीको लागि हामी पटक जनताहरूले खानेपानी अफिसमा आएर धर्ना दिनु परेको छ। यहाँ अघि प्रश्न गर्दाखेरि तपाईँहरूको घोषणापत्रमा चाहिँ कहिले काम सिद्धिन्छ भन्ने किसिमको प्रश्न आयो। नबिर्सनुहोस्, त्यो घोषणापत्र 5 वर्षको लागि हो। एकै वर्षमा काम सिद्ध्यायो भनेदेखि त 4 वर्ष के गरेर बस्ने हो? तसर्थ हामी क्रमागत रूपमा 5 वर्षमा चाहिँ हामीले घोषणा गरेको कुराहरू हामी टुङ्ग्याउने हाम्रो पहल रहनेछ है त। अनि अर्को कुरा चाहिँ फर्सीदोलको कुरा निस्क्यो। तपाईँलाई थाहा होला, ललितपुर महानगरपालिका 74 सालको चुनावको लागि 2073 चैत्र महिनामा मात्रै महानगर बनाइएको। त्योभन्दा अगाडि हिजोको कार्यविनायक नगरपालिका र कुनै गाउँपालिकाहरू चाहिँ यता मर्ज गर्न ल्यायो। मर्ज गरिसकेपछि मात्रै ललितपुर उपमहानगरलाई महानगर बनाइएको हो। तसर्थ उपमहानगर हिजोको 22 वडा हो। अब महानगर बनाएपछि मर्ज गरेर भए पनि यहाँ चाहिँ जम्मा 29 वडा भयो। यो भन्दै गर्दा मर्ज हुन आएका हिजोका गाउँपालिका र कार्यविनायक नगरपालिकाका वडाहरू त्यति विकास भएको छैन, यो हामी मान्छौँ। तसर्थ हाम्रो नीति के भने नि, हामीले चाहिँ अब महानगरपालिकाले विकास गर्ने नीति आदि इत्यादिमा हिजोको गाउँपालिका वा कार्यविनायक नगरपालिकाका वडाहरूलाई हामी प्राथमिकतामा राखेका छौँ। उदाहरणको निमित्त हिजोको उपमहानगरपालिकालाई चाहिँ वडा स्तरीय विकास बजेट हामीले 2 करोड दियौँ भने अहिलेको कार्यविनायक नगरपालिका अथवा हिजोको गाउँपालिकालाई चाहिँ हामी 3 करोड 3.5 करोड दिएका छौँ। त्यति मात्र पनि होइन, अहिले 4 करोड दिएको छ अरे, 4 करोडसम्म दिएका छौँ है, नम्बर 1। अनि दोस्रो कुरा के त भने हामीलाई सङ्घबाट प्राप्त हुने योजना, प्रदेशबाट प्राप्त हुने योजना, दात्री निकायहरूबाट प्राप्त हुने योजनाहरू चाहिँ प्राय जसो हामीले हिजोको गाउँपालिकालाई दिने गरेका छौँ। तसर्थ हिजोको गाउँपालिका छिटो विकास होस् र हिजोको उपमहानगरपालिकाको वडासँग चाहिँ लेभल मिलोस् भन्ने हाम्रो चाहना हो। अब यो भनेको एकै रातमा हुँदैन, यो भनेको एकै वर्षमा हुँदैन, समय लाग्छ। रोम वाज नट बिल्ड ओभरनाइट भन्छ नि होइन, बस त्यही सिद्धान्त अन्तर्गत हामी अगाडि बढिरहेका छौँ। महानगरपालिका प्रमुख चिरबाबु महर्जन, उपप्रमुख मञ्जली साक्य बज्राचार्य, ललितपुरिया प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य महानगरवासी तगु समस्या निसयली छ व्याधिको ख हामीले रासा महानगर आना ढेर लाखमा जी बिपुला भीमो पुढेले आवनी मुक्त फैदोले उनी जुल लालका यो कत 72 सालमा फैदोले उनी जुल बस पाडक लालका
semua sedikit kamu yang mengatakan ada ulah sampai nanti oke habla jika ni mau orang देखो तो सामान्य ढाक उसी साल के नुकल और तो जो भी बच्चन देखल पशुपति मंदिर देखल साथिया लाना मिलगा दसना नहीं मुका थोन उल्बाना जिस उल्बाना पन के बिजली के उल्बाना में क्यों जगह वतना नया तो का वो उल्बाना का बेसा मंगला आवया छुरा ना घेन आइको से युवा से रविन्द्र ढाक बात श्री ढाक नटराज मसाल तक में आना ले उले तक जितनी शी होगी वो देवस्ना काई कि जिंदा जगह छुटे ना दो चौकी की छुटे ना दो 18 नंबर जो नेउ की दुकाला और वो गाना डालूंगा मेनू छुछो डाला वो टाइम दूंगा वो तो छे की उले ले मुझना फिर में क्यों से न्याम हुआ और ये बात तो शोर जान दो क्या दूसरा जब सब यहाँ जब कान से महानगर डेढ़ लाख 10 वर्ष तो ना छोटो मा राख्नु पर्छ 10 वर्ष की तो ना 1.5 लाख जब गया थे वो के बाद मेरे साहब जाने हुआ नौ को लाख न कया जिनका और है नो आउटो तक न 1.5 लाख अनि किन भयो जग्गा चाहिँ 50 लाख धन्यवाद यसमा चाहिँ गभर्मेन्टको त्यो चाहिँ अधिग्रहण गर्दाखेरिको दर रेट भनेको 1.5 लाख रुपियाँ पर्यो 1.5 लाखमा चाहिँ अधिग्रहण गर्न खोज्यो मेरो 8 किता जग्गा जाँदाखेरि त म मेरो सर्वस्वै जान्छ त्यसर्थ यो भएन भन्ने चाहिँ उहाँको पेट बोली यति नै हो र यसमा चाहिँ अहिले हामीले भन्नै पर्छ तपाईहरुको जानकारीको निमित्त 12 गते चाहिँ रक्षा मन्त्री एवं उप प्रधानमन्त्रीको कार्यकक्षमा यो विषयमा बैठक बसेको छ र त्यहाँ चाहिँ हाम्रो वडा अध्यक्षज्यूहरूले र त्यहाँ बैठकमा उपस्थित हुनुहुनेहरूले यो दर रेट ज्यादै नै कम छ तसर्थ यो दर रेट यही अनुसारले चाहिँ दिन सकिन्न भन्ने कुरा नै राखिएको छ तसर्थ त्यो दिन चाहिँ निर्णय भएन अब त्यो बैठक चाहिँ क्रमागत रूपमा हुँदै जान्छ र तपाईको कुरालाई चाहिँ सम्बोधन हुन्छ नागरिकता प्राप्तिका विभिन्न विधिहरू बनाइदिएको छ त्यो मध्ये नानीको जुन अवस्था भन्नुभयो भारतीय बुवा आमा नेपाली नागरिक अवस्था त्यही हो हैन अहिलेको त्यस्तो नानीले नेपालको नागरिकता पाउनुहुन्छ तर अङ्गीकृत नेपाली नागरिकता यदि विदेशी बाबुको सन्तान हो नेपालमै बसिरहेको छ आमा नेपाली हो भने 3टा शर्त छन् त्यसमा एउटा चाहिँ त्यो नानीले आफ्नो वडामा गएर आफ्नो सिफारिसहरूको पाटो थाहा छ अनुसूची 1 भर्नुपर्छ वडाले सहयोग गरिदिनुहुन्छ नानीको नागरिकता चाहियो के अरे जन्मदत्ता चाहियो जन्मदत्ताको सर्टिफिकेट होला पक्का पनि त्यो चाहिन्छ त्यो भएको हुनुपर्छ आमाको नागरिकताको फोटोकपी सर्टिफिकेट जुन पाउँछ प्रमाणपत्रको फोटोकपी सँगै राख्नुपर्छ त्यसपछि नेपालमा जन्मियो र नेपालमै बसोबास भइरहेको छ अर्थात् विदेशतिर कतै अथवा बाबुको नाममा विदेशतिर कतै पनि गएर बसेको अवस्था छैन भन्ने पुष्टि हुनुपर्छ र अर्को शर्त के छ भने त्यो नानीले अर्थात् त्यस्ता नागरिकले बाबुको राष्ट्रियताको आधारमा विदेशी नागरिकता लिएको हुनु हुँदैन हाम्रो अघि बताएको अनुसार नानीले कतै पनि जानुभएको छैन विदेशमा पनि छैन भने आमाको नागरिकता राख्ने जन्मदत्ता राख्ने अनुसूची फारम वडाध्यक्षज्यूले भरिदिनुहुन्छ त्यो पनि राख्ने आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र पनि राख्ने र एउटा निश्चय चाहिँ चाहिन्छ विदेशी नागरिकताको सर्टिफिकेट लिएको छैन भने त्यो भारतीय राजदूतावासले लेखिदिन्छ त्यति भयो भने उहाँले नागरिकता पाउनुहुन्छ अप्ठ्यारो भयो भने हामीले फेरि कुर्सीको पनि व्यवस्था